लिसन त्यो माया मुही भने लभ गर्ने अङ्गालो हाल्ने चुप्पा चुप्पी त्यो उदाहरण हो क्या त्यहाँ साथीहरु इन्डी 2 मा मेरो कुरा सुन्ने ल मान्छेले के चाहिन्छ भने थाहा न माया लभ गर्ने बिहे गर्यो त्यो लभ किन गर्छ थाहा छ अनि पूजा अनि बिहे गरेपछि पूजा गरेर राख्नलाई लभ गरेको त अभियसली नै त्यो हुनु पर्ने कुरा यहाँ सुन्नु न यस्तो वातावरण बनाएको मात्र के लभ गर्ने माया गर्ने होइन तिमी बिना बाँच्न नसक्नु खासमा के बिना के बाँच्न सक्दैन को बिना को बाँच्न सक्दैन भनेको अन्तिममा हुन्छ क्या त्यही भएन भने टाढिन्छ घरको हिजोसँग पनि हुन्छ नि हौ हुन्छ कुनैको ठुलो मुटु हुन्छ कुनैको सानो मुटु हुन्छ कुनैको फराक ठुलो मुटु हुन्छ कुनैको सानो मुटु हुन्छ मुटु मान्छेमा मुटु सबैको हुन्छ त्यही हो फरक त्यति नै हो मुटु सबैको हुन्छ के सबैको मुटु हेरेर हिँड्छ कि के हो अनि मैले पनि भने चाहिँ सबैको मुटु हुन्छ तर कुनैको ठुलो मुटु हुन्छ कुनैको सानो मुटु कुनैको सानो मुटु कसरी थाहा पाउँछ त नि कसको ठुलो कसको सानो अब मुटु त भित्र हुन्छ कि जान्छ भित्र नि तपाईँ यहाँ खै तिम्रो मुटु कहाँ छ देखाऊ भनेर साथीहरू दुईटा रोज म चाहिँ साइन्टिस्ट पढ्ने मान्छे हो होइन सिधा कुरा साइन्टिस्ट पढेको मान्छे हो म ज्यान हेरेर थाहा पाउँछु क्या ज्यान मोटी भएको त मान्छेको मुटु सानै हुन्छ यो मेरो खाने चिज पनि केमा भगवान लिसन टु मी खाना खाएको छ नि खाना भन्ने चिज केही न केहीमा लाग्छ उसको ज्यान लागेको छैन भने केही न केहीमा लागिरहेछ फेरि थोतेलाई हरेक कुरा के भन्ने हो अब भोगेर बोले हुन्छ मैले त्यो हो कि जस्तोमा बोल्दिनँ भोगेर कतिजना हो 108 त अघि नै कट्या तिमी अहिले 9 मा छौ भनेपछि भेट्न चाहिँ भेटेन त्यही मात्रै ल ठिक यो पनि ठिकै हो 109 पाउँछौ थोतेललाई यहाँ सुन्नु 109 जनामा नभेटे 9 जना नभेट्ला 100 जना त भेटिसक्यो हो जस्तै देख्यो मैले अनुहार हेर्दै ल कङ्ग्रेचुलेसन अब मैले 9 जना भेट्यो 100 जना भेटिएन भने तिमीले मान्दैन तिमीले मान्यो भने मैले 100 भेटेँ भने तिमीले पत्याउँछ हो नि भेट्यो होला त्यो धेरै होला हैन 100% ढाँटे पनि झुट बोल्दिन हो क्या भेट्यो थोतेल आज मलाई मार्यो साथीहरु डबल ट्याप गइरहे नि एउटा तपाईले उखान सुनेको रहन्छ 108 पुगेपछि भाग्यमानी हुन्छ रे स्वर्ग छिर्न पाउँछ भनेपछि 108 भनेपछि त कति 108 मा एउटा बापत कतिवटा उयो के भन्छ त्यसले अब म 109 मा पुगिसके नानी कति मैले भने म 109 मा हो अहिले यस्तो केही भन्नु हुँदैन खतरै बुझ्ने मान्छेले यति भनेपछि त बुझ्छ होला नि बुझिसक्यो तिमीले भने बुझिसक्यो त्यही भएर तिमीले पनि छामिरहेछ मलाई के छाम्नु त म त रक मान्छे हो नि यहाँ फेरि यस्तो लामो पाखुरा सानोमा हामीले पनि पाखुरामै हुन्थ्यौँ सुई हान्ने ठुलो भएपछि हो फरक परेको ठुलो भएपछि कहाँ हुन्छ नि तिमीलाई थाहा छ अहिले त मैले थाहा छैन तपाईले त सबै थाहा रहेछ यहाँ सुन्नु तपाईँ म जस्तो बिचारीलाई त के थाहा छैन ओके
ओके, तपाईँलाई थाहा छैन। तपाईँ कहाँ हुनुहुन्छ अरे? कुवेतमा? म त घरमा छु नि। कहाँ कुवेतमा हुन्छ? अहिले कुवेतमा हुन्छ। विदेश परदेशमा त परदेशमा हुनुहुन्छ नि, जहाँ भयो भने फरक परेन। परदेशमा हुनुहुन्छ नि। कुनै बेला टाउको दुखेर तपाईँ हस्पिटल जानु भएको छ? गएको छैन? गएको छु। किन? पेट दुखेर जानु भएको छ? पैसा नै छैन, कसरी जानु? जानु भएको छ कि नै? होइन, जानु भएको छ कि नै मात्र सोधे। छैन, जानु गएको पैसा नभएर फर्काइदिएको मलाई।